झुन्निनी अनि छोरालाई नचला भन्ने छोरीलाई नचला नचलाउन बाबा म गर न छिटो भन्ने आउ चलाएर त्यसले सबैभन्दा समस्या पारेछ केटा चित्त बुझ्यो अनि के हुँदो रहेछ भने हजुरको म कति ठाउँमा देख्छु मैले यो सिनेमामा पनि एउटा सानो बनाइ भनी बसिराख्छु भने टिपोट गरेको छु बाहरू के गर्दा रहेछन् चट्ट बसेर खान थाल्दा रहेछन् केटाकेटी अब आफ्नोमा पाठ छ कमाउने त बिग्र न बाहरू रसी साहबलाई बस्नु फुर्किँदा भन्ने उता जान लागिसकेँ यो हजुर रैसीजी फेरि मैले 9 वर्षको उमेरमा बानी लाग्यो त्यतिखेर गाउँमा यसो हिँडिन्थ्यो तल्तिर गएको पारेर त खान्छ त भने त्यो बेलादेखि खाने बानी लाएर भन्ने छोरोले सुनिरहेको छ आफू 9 वर्षमा खाएको गर्ने छोरो 17 वर्ष भयो उद्रो हेर्ने होइन भन्ने अनि छोरोलाई कहाँ खाउँ हुँदो रहेछ बाहिर खाँदो रहेछ अनि त्यसपछि के भने त्यो मुख गनाएर घर छिरिस बने तेरो पसुल भनेपछि छोरोलाई खान मन छ खाएर घर जानु पाइँदैन अब सिद्धिएन अनि कहाँ जाने थियो अनि होटेलतिर जाने बाहिरै बस्ने डिस्को जाने त्यो त समस्या मैले देख्छु त्यसकारणले अबको समयलाई बुझेर उसका पनि विचार सिद्धान्त उसका मनोभावनाहरू पनि बुझेर अब छोराछोरीलाई व्यवहार गर्यो भने कोही बच्चाहरू पनि दुर्व्यसनीमा लाग्छन् जस्तो मलाई लाग्दैन त्यसैले आमाले सबैभन्दा मेरो नजिकको साथीले छोरीलाई बोलाउनु पर्यो बाउले सबैभन्दा राम्रो कुरा सेयर गर्ने छोरो हुनु पर्यो त्यही उमेर अनुसारको व्यवहार गर्नु पर्यो र ऊ हरेक कुरा बाआमालाई सेयर गरोस् हरेक ठाउँमा जाँदाखेरि अनुमति लियोस् र म फुर्सद भने म त घरै जान्छु बाबा आउनु होला मम्मी आउनु होला त्यहीँ गफ गर्छु भन्ने वातावरण भयो भने एकदम राम्रो हुन्छ त्यसैले बरु बाउआमाले टिकटक बनाउनु भन्दा छोराछोरीसँग टिकटक बनाइदिनु भने अझ राम्रो यो आजभोलि अब खालि यो लागु औषधले मात्रै भन्दा पनि अब त यो विषय अलिक फरक होला अहिले सामाजिक सञ्जालले पनि मान्छेलाई धेरै डिप्रेसन धेरै एकोरो धेरै चिडचिडाहट धेरै कुराको समस्याहरू पारेको छ त्यसैले म एउटा कलाकार भएको नाताले आदरणीय विश्व सरसँगै आज सँगै बस्ने अवसरमा यति सुरक्षित महसुस गरेँ कि आज म विराटनगर जाँदाखेरि पनि फाइफुइ लारै जाउँ जस्तो भइसक्यो प्रहरी प्रमुखज्यूसँग बसेर आएको भनेर मैले ट्राफिक जनचेतनाका लागि पनि धेरै कार्यक्रमहरू गरेँ र अब प्रहरी उसबाट पनि हामीले सकभर गरेका छौँ तर यस्ता कार्यक्रमहरूका जनचेतनाका लागि यदि हजुरको नेतृत्वमा हामीलाई सम्झनुहुन्छ म लगायत मेरा केही साथीहरू मैले भनेका मान्ने साथीहरूलाई हामीले यो राज्यका लागि यो यस्ता खालका चाहिँ विभिन्न दुर्व्यसनीका विरुद्धका लागि सामाजिक जनचेतना हँसाउँदै रमाइलो गर्दै गर्नुपर्छ भने कुनै पनि कामका लागि सम्झिनु भएमा म सधैँ आभारी रहनेछु यहाँ देवजीलाई कन्ट्याक्ट गर्दाखेरि पनि हुन्छ किनभने यो हाम्रो दायित्व हो र हामी यस्ता सामाजिक कार्यहरूमा लाग्नु पनि पर्छ हामीले दिने समाजलाई यही नै हो यही कुरा दिएका छौँ र आज उद्घोषकज्यूले सम्बोधन गर्दा राष्ट्रको गहना कलाकार भन्नुभएको छ र हामी गहना पनि गहनाकै ठाउँमा रहनु पर्यो कहिलेकाहीँ त गहना झरेर कता पुग्छ त्यो पनि गाह्रो छ त्यसैले यहाँहरूले दिनुभएको यो सम्मानप्रति आभारी छु र म सानो मान्छे सबैभन्दा कम उमेर भएको मै हो जस्तो लाग्छ हुन त उमेर कति भयो मैलाई थाहा छ अरूहरूलाई थाहा छैन त्यसकारणले यो उमेरलाई तपाईँले 40 वर्ष कटेपछि बिर्सिनुहोस् सबैभन्दा राम्रो कुरो यही हो त्यसकारण 40 कटेको त्यहाँभन्दा थाहा छैन भनिदिनु भयो भने एकदमै राम्रो नत्र उमेर बुढो भयो भन्यो भने मनै बुढो हुन्छ त्यसैले म सबैभन्दा सानो मान्छे अगाडि बोलेँ र यो सम्मान यो सहभागिताका लागि र यो सम्झिनु भएकोमा म जीवन भाइ देवराजजी लगायत सबै यो कार्यक्रम आयोजकज्यूहरूप्रति उद्घोषक आदरणीय पदमज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँ दिग्गज व्यक्तिहरू देखिराखेको छु हजुरहरू सबैले मन्थन गरेर एकदमै यो कार्यक्रमलाई सफल बनाउनु होला भन्दै फेरि पनि आदरणीय विश्व सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो टोलमा आएर यो कार्यक्रममा प्रमुख अतिथि भइदिनु भएकोमा सदा सर्वदा हजुरहरूले चाहनु भएमा हामी सामाजिक कार्यका लागि विशेष गरी म सधैँ रहनेछु यी कोटेश्वरमै पनि हामीले ट्राफिक जनचेतनाको ठुलो एउटा प्रोग्राम गरेका थियौँ अगाडि भन्दै हरेक कुरामा म सहभागी हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु आफ्ना छोराछोरीलाई आफूसँग राख्नुहोस् र आफ्नो बनाउनुहोस् सबभन्दा ठुलो कुरो त्यही हो त्यसपछि छोराछोरी बिग्रिँदैनन् अरूका बनाउनु भयो भनेदेखि अनि आफूलाई टेर्दैनन् भने नि मान्दैनन् के खाएर आउँछन् कता जान्छन् भन्न सकिँदैन त्यसकारणले मोबाइल बरु छोड्नुहोस् छोराछोरी नछोड्नुहोस् तर उल्टो भयो मोबाइल फिटिकै नछोड्ने छोराछोरी आएको आएन मतलब छैन बुढो आएको आएन मतलब छैन बुढी कताकै बुढालाई मतलब छैन मोबाइल 5 मिनट हरायो त यो मान्छेलाई भात खान नपाएर रहन्छन् त्यस कारणले नचाहिएको चिज धेरै चाहिएको छ चाहिने कुरो हराउँदै गइरहेको छ नजिकका मान्छे टाढा हुँदै गइरहेका छन् टाढा अमेरिकादेखि लिएर गएर बेलायतदेखि लिएर युरोप अस्ट्रेलियाका मान्छे नजिक भइरहेका छन् त्यसकारण हामीले गर्नुपर्ने के हो सबभन्दा पहिले बुझ्नुपर्ने कुरा त्यति मात्रै भन्दै 2 मिनट भने धेरै भयो क्या हो धन्यवाद नमस्कार म हिँडेँ